पोखरामा आएको थिएँ, हाम्रो कार्यक्रम थियो। त्यो कार्यक्रमबाट फर्किँदै गर्दाखेरि चाहिँ मैले टिकटक यसो हेर्दाखेरि एकजना नानी तुइनमा झुन्डेर जाँदै गरेको देखेँ। अनि पछाडिबाट आमा नै हुनुहुँदो रहेछ। जानु 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 भन्दै गरेको देखेको थिएँ। नानी चाहिँ अलि डढाइ गइराखेको जस्तो देखेँ। अहिले भर्खर माथि मैले त्यो नानीलाई देखेँ, अघि भेटेँ, फोटो खिचेको छु। त्यो नानी यहाँ आउन मिल्छ भने आउनु, मिल्दैन भने आउन आउन। ऊ नानी रहेछ यता आउनु त है। के हो नाम तिम्रो? ग्रीष्मा दामी है। हुन्छ हुन्छ, थ्याङ्क यू। गइदिनु पर बस्दिनु ल, थ्याङ्क यू। अहिले यत्रो ठुलो भइसकेको रहेछ। त्यतिखेर सानो थियो, कति वर्ष पहिला हो त्यो पनि? 8 वर्ष, जस्तो 2-4 वर्ष पहिला होला, 3 वर्ष पहिला। अनि त्यो देख्दाखेरि चाहिँ मलाई साह्रै नमजा लाग्यो कि त्यो देख्दाखेरि। ठुलो मान्छे त तर्दै गरेको देखेको थिएँ मैले, थुप्रोचोटि देखेको थिएँ ठुलो मान्छेले घाँस दाउरा गर्दै गरेको। तर यत्रो सानो नानी पनि त्यसरी चलिराखेको देख्दाखेरि म आफैलाई थुक्न मन लाग्यो। थुक्कम भन्न लाग्यो, मन लाग्यो। अनि राजनीति गर्ने अरू सबैलाई थुक्न मन लाग्यो। सुरुमा चाहिँ मलाई नै थुक्न मन लाग्यो। अनि हामी राजनीति गर्ने सबैलाई थुक्न मन लाग्यो। अनि मैले लेखेँ, हामी त्यो तुइन विस्थापन गर्नलाई पुल लगाउन आउँछौँ भनेर मैले लेखेँ। कतिले सोच्यो यस्तो त सबैले भन्छ, के भन्छ भन्ने लाग्यो। तर म चाहिँ कस्तो मान्छे हो भने मैले बोलेपछि म गर्छु। चुनाव जिते पनि बनाउँछ, नजिते पनि बनाउँछ। तर मैले भनिसकेपछि बनाउँछौँ भनेर मैले सोचिरहेको थिएँ। नभन्दा चुनाव सकियो, चुनावमा त्यत्रो ठुलो दल त हामी बन्न सकेनौँ, सानो एउटा बन्यो। तर मैले त्यो भनेको कुरालाई पुरा गर्नु थियो, त्यसले गर्दा अस्ति मैले टोली पठाएको थियो भएर। अनि उहाँहरू आउनुभयो। तर त्यो तुइन भएको ठाउँ चाहिँ तल महाकालीमा रहेछ होइन, जसमा भारतको पनि अनुमति लिनुपर्ने, स्वीकृति लिनुपर्ने के भन्ने कुराहरू आएको छ। त्यसको लागि पनि म काम गर्छु होइन, मैले के गर्नुपर्ने गर्छु। र त्यहाँ पनि हामी पुल बनाउने पहल गर्छौँ।